चौतरीमा मै बसे होला कि मै बसे होला कि बरकुडाली नुएर छोला कि सल्लाइ हो जोबन कल्लाइ हो। म तपाईहरुलाई एउटा यस्तै मेरो चलचित्रको गीत जुन सो चण्डाल भन्ने चलचित्रको गीत एउटा लोकगीत म सुनाउन चाहन्छु। यो लोकगीत निकै दर्शकहरूले त्यति बेला मन पराएको र धेरै एप्रिसिएट गरेको म मान्दछु। लाम त माया लाम्नेलाई सोधेर जाम त भने जमाया रेलाई चढेर जाम त भने जमाया रेलाई चढेर लाम त माया लाउनेलाई सोधेर लाम त माया लाउनेलाई सोधेर जाम त भने जमाया रेलाई चढेर जाम त भने जमाया रेलाई चढेर। र यो जनयुद्धकालकै बेलामा हो। मैले एउटा यस्तै डाक्टर भोला रिजालज्यूको रचना सङ्गीत सम्बोजित बास्कोटा को सङ्गीतमा मैले एउटा गीत गाएको थिएँ जुन शान्तिको लागि धेरै प्रेरणादायी र शान्तिको लागि निकै ठुलो यसले यो गीतले योगदान दिएको छ र यो गीत अहिले पनि च्यानलहरूमा त्यतिकै महत्त्वको साथ बज्ने गर्दछ, जसमा यो गीतमा मेरो एकजना नेपालको राम्रो नायकले अभिनय गरेको छ, निखिल उप्रेती। निखिल उप्रेतीले आजसम्म कुनै पनि म्युजिक भिडियोमा उसले अभिनय गरेको छैन, तर यो गीतमा चाहिँ मैले निखिललाई अभिनय गराएको थिएँ, जसमा नेपालमा भर्खर शान्तिको सुरुवात र शान्तिको लागि अग्रसर हुनुपर्छ भनेर एउटा आवाज उठिरहेको बेलामा अहिले पनि समय सापेक्षित छ, त्यतिखेर पनि समय सापेक्षित थियो। अनि यो गीत त्यतिखेरको समयमा निकै महँगो मानिन्थ्यो। म्युजिक भिडियो महँगो म्युजिक भिडियो कसले महँगो गर्ने कसले सस्तो गर्ने होडबाजी चलेको थियो त्यो बेलामा। यो बेलामा मैले 80,000 रुपियाँ खर्च भएको थियो। आजभन्दा लगभग भनौँ न 18-20 वर्ष नै भयो होला। म्युजिक भिडियो पनि निकै राम्रो। अनि यो म्युजिक भिडियो चाहिँ हाम्रो एउटा मिडिया क्षेत्रको उद्घोषक हुनुहुन्छ दिनेश डीसी, उहाँले गर्नुभएको थियो। बडो सुन्दर, यसमा सुरवीर पण्डित जस्ता अभिनेताले पनि मसँग अभिनय गरेको थियो। र त्यो बेला एउटा क्रोमा भन्छ, त्यो क्रोमा चाहिँ लगभग चलेको थिएन भन्दा नि हुन्छ, एउटा विश्व घटना भन्ने नेपाल टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम क्रोमाबाट चल्थ्यो भने त्यसपछिको पहिलो नेपालको क्रोमा कोरियोग्राफी अनि क्रोमा पद्धतिबाट बनाइएको यो म्युजिक भिडियो निकै सुन्दर रहेको थियो र मलाई राम्रो लाग्छ। म अलिकति एक लाइन सुनाउँछु। हिमालबाट आए पनि तराईबाट आए पनि लुकी छिपी भए पनि देखादेखि आए पनि उडी उडी आए पनि गुडी गुडी आए पनि रुँदा रुँदै आए पनि हाँसी हाँसी आए पनि जसरी नै भए पनि शान्ति तिमी आऊ टडङ टडङ जसरी नै भए पनि शान्ति तिमी आऊ यो देशमा शान्ति छौ देशलाई बचाऊ यो देशमा शान्ति छौ देशलाई बचाऊ हिमालबाट आए पनि तराईबाट आए पनि र यस्तै
मेरो एउटा चलचित्र छ। यो चलचित्र मेरो विचारमा त्यही 55-49-50 को हाराहारी बनेको चलचित्र हो। यो चलचित्र अब एक किसिम सुपरहिट पनि भएको थियो। नेपालको एउटा 100 डेज मुभी हो यो। अनि यसमा मैले एउटा आमाको गीत गाएको थिएँ, जुन आमाको गीत अहिले पनि महत्त्वको साथ बज्ने गर्छ। यो आमाको मुख हेर्नेको दिन त झन् मिडियामा धेरै बज्ने गर्दछ र अन्य समयमा पनि यो गीत अहिले पनि सदाबहार रूपमा यो गीत बज्ने गर्छ र यो गीत मलाई एकदमै मनपर्छ। मलाई पनि, किनभने हामीले यो गीत रेकर्ड गर्नुको लागि मुम्बई पुगेर हामीले गाएको गीत हो, जहाँ हामी आधा दर्जनभन्दा बेसी गायिकाहरू यहाँबाट ट्रेन चढेर, कोही सेकेन्ड क्लासमा, कोही फर्स्ट क्लासमा रेलको यात्रा गरेर हामी मुम्बई पुगेर यो गीत रेकर्ड गरेको, जसमा म अहिले पनि सम्झिन्छु राजेश पाल राई एकदमै नयाँ थियो त्यतिखेर, एम बराल एकदमै नयाँ थियो, उसले मुम्बई सहरै देखेको थिएन। मेरो मुम्बई तेस्रो पटक थियो यो। त्यसमा देविका प्रधान थियो त्यतिखेर, अहिले वन्दना छ, ज्ञानु राणा लगायत हामी आधा दर्जन, सम्बोजित बास्कोटा लगायत हामी गएर हामी मुम्बई गएर गाएको एउटा गीत छ जुन ज्यादै सुन्दर छ। आमाप्रतिको सद्भाव, आमाप्रतिको माया प्रेम यसले उत्कृष्ट रूपमा पस्किन सफल भएको छ र यो गीतलाई दहराम दाहाल र सम्बोजित बास्कोटाले सङ्गीत भएको छ। म एक लाइन सुनाउन चाहन्छु। हे 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 हो 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 ला 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 ए आमा देखाइदियो हामीलाई संसार। ए आमा देखाइदियो हामीलाई संसार। 10 महिना कोखैमा कति राख्छौ काखैमा, बाँच्न देऊ आमा तिमी, बाँच्न देऊ आमा मलाई तिम्रो काखमा। आमा बाँच्न देऊ मलाई तिम्रो काखमा। ए आमा देखाइदियो हामीलाई संसार। 10 महिना कोखैमा कति राख्छौ काखैमा, बस्न देऊ जुनी जुनी तिम्रो आँखामा। ए आमा देखाइदियो हामीलाई संसार। यो अनि त्यस्तै मेरो समय समयमा विभिन्न किसिमका गीतहरू आएका छन् र विभिन्न म चाहिँ माया प्रेमको गीत भन्दा पनि बेसी मानवीय संवेदनशील आधारित गीतहरू गाउने गर्दछु। आधुनिक नै भए पनि सन्देश हुनु पर्यो, लोकगीत नै भए पनि सन्देश हुनु पर्यो भन्ने खालको मान्यता म राख्छु। मलाई उच्छृङ्खल र माया प्रेमको गीतहरू ज्यादा, लस्यको गीतहरू भन्दा पनि भावनात्मक सद्भाव छर्ने टाइपको गीतहरू, जहाँ हामीलाई जीवनको पल पलमा काम लाग्ने त्यस्ता शब्दहरूले जसले हामीलाई प्रेरणा दिन्छ, जसले हामीलाई बाटो दिन्छ, त्यस्तो गीतहरू मलाई राम्रो लाग्छ र त्यसलाई चाहिँ म समय सापेक्षित भनेर गर्दछु। र त्यस्तै एउटा गीत छ नायक चलचित्र, यो पनि सम्बोजित बास्कोटाकै शब्द हो भने मैले गीतकार चाहिँ मैले ट्याक्कै बिर्सेँ। त्यो एउटा हाम्रो नयाँ गीतकार हुनुहुन्छ, यो पनि अलिक दुःख लाग्छ किनभने गीतकारहरूले निरन्तरता नदिँदाखेरि यसै गरी हामी गायकले पनि सम्झिन सक्दैनौँ। त्यही भएर साधना निरन्तरता रहनुपर्छ।
अनि मान्छेको मनमा रहन सक्छ अनि हामी सम्झिन सक्छौँ भन्ने मलाई लाग्छ। म यस्तै एउटा गीत, यो पनि मुम्बईको रेकर्ड हो, बहुत रमाइलो भएको थियो यो बेलामा। म एक लाइन सुनाउँछु। यो अलिकति गजल टाइपको गीत हो, जसलाई आधुनिक सुगम सङ्गीतलाई अहिले सुफिया भन्छ, त्योसँग मिल्दो र अलिकति गजल नै भन्नु पर्यो यसलाई। त्यतिखेरको अवस्थामा यो लयमा ढालेर गाएको गीत हो। यसमा राजेश हमालजीले अभिनय गर्नुभएको छ। म सुनाउन चाहन्छु। आज यस्तै भए मन थाम्दै रहे, तिमीलाई सम्झेर बस्ने म त रोगी भए। आज यस्तै भए मन थाम्दै रहे, तिमीलाई सम्झेर बस्ने म त रोगी भए। आज यस्तै भए पागल म पागल, पागल पागल म पागल, तिम्रो मायाको होसै भएन मलाई यो अन्धकारको। ला 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 ला, ओ होसै भएन मलाई यो अन्धकारको। आज यस्तै भए मन थाम्दै रहे म त। आज यस्तै भए मन थाम्दै रहे, तिमीलाई सम्झेर बस्ने म त रोगी भए। आज यस्तै भए। र अब धेरै नसुनाऊ है। र एउटा मेरो हालैमा मले एउटा गीत गरेको छु। यो अन्तमा म तपाईहरुलाई एउटा यस्तै एउटा समय सापेक्षित र सान्दर्भिक गीत यहाँसँग बिदा लिने पनि बेला भएको छ। र यो म मेरो साथीहरुको आग्रहमा म यो गीत रचना लागिरहेको छु। र यो स्वयं लेख्ने मान्छे पनि एउटा ऐतिहासिक हो, राष्ट्रको एकदमै ठुलो मान्छे हो। राष्ट्रले नै उहाँलाई धेरै ठुलो उपमा दिएको छ। र उहाँ त अब 100 वर्ष पनि नागिसक्नु भएको छ। उहाँ हुनुहुन्छ राष्ट्रकवि माधवप्रसाद घिमिरे। यो आफैमा एउटा ऐतिहासिक रूपमा यो गीतलाई दर्जा दिनुभएको छ। र विगार गर्ने एउटा दैवीय प्रकोप भनौँ, भुइँचालो 2072 सालमा वैशाखमा गएको थियो। त्यो भुइँचालोले हामी नेपालीहरूलाई निकै कठोर अवस्था अथवा निकै नराम्रो मोडमा ल्याउन यो भुइँचालोले एउटा आफ्नो रूप देखाएको थियो। यसमा सायद यो दुःखमा नपर्ने सायद नेपालीहरू सायद कम होला। र यसै कुरालाई मध्यनजर राखेर राष्ट्रकवि माधवप्रसाद घिमिरेले रच्नुभयो
प्रत्येक जनजनलाई सम्झेर जनजनको पीरमार्कालाई सोलुसन दिने र भत्किएका मन्दिर भत्किएका घर जनजनको आत्माको चिर शान्तिको लागि र त्यो बेलामा एउटा प्रकट भएको दुःखलाई मलमपट्टि लाउनको लागि अथवा सोलुसन दिनको लागि यो गीत तयार पारेको। वास्तवमा भुइँचालो त एउटा बहाना थियो हैन, एउटा दैवीय प्रकोपको एउटा बाध्यता थियो होला हैन। त्यही क्रममा यो गीत जन्मियो र यसलाई पुनर्निर्माणको रूपमा पनि यसलाई हामीले प्रयोग गरेको छौँ र यो गीतलाई तयार पार्नको लागि नेपाल सरकारका विभिन्न विभाग अङ्गहरूले हामीलाई सहयोग गरेका छन्। एफक्यान निर्माण व्यवसायी महासङ्घको नेतृत्वमा यो तयार भएको गीत छ र यो गीत अहिले मैले 72 को भुइँचालो जानुसाथ कविज्यूले गीत रचना तयार पार्नुभयो र रचना पारेको 2-4 दिनमै मैले यसलाई सङ्गीत तयार पारेँ र केही महिनाभित्रै केही हप्ताभित्रै मैले यसलाई रेकर्डिङको प्रक्रियामा लगेँ र यसलाई रेकर्डिङ पनि गरियो र रेकर्डिङ गरियो त गर्नु त गरियो, रेकर्डिङ गर्नु त गरियो, तर यसलाई छायाङ्कन पनि गर्नुपर्ने थियो, भिडियोको रूपमा यसलाई हामीले बजारमा ल्याउनु पर्ने थियो। त्यसको लागि हामीलाई विभिन्न सङ्घ संस्थाहरू विभिन्न सरकारका विभागहरूले सरकारले भनौँ हामीलाई यो म्युजिक भिडियो डकुमेन्ट्री बनाउनुमा हामीलाई सहयोग गर्नुभएको छ। म मनैबाट आभार गर्न चाहन्छु। कविज्यूको तर्फबाट, म सङ्गीतकारको तर्फबाट, म गायकको तर्फबाट, गायिका रेजिना रिमालले यसमा मलाई फिमेलको रूपमा मलाई साथ दिएकी छिन् र यो गीत अब कम्प्लिटली पुनर्निर्माणमा जुन किसिमको सुस्तता, ढिलापन र काममा अवरोधहरू आएको छ, जनताको घरहरू समयमा निर्माण भइरहेको छैन र जनताहरू भोकभोकै नाङ्गै नाङ्गै छाप्रोमा बस्नु बाध्य भइरहेको छ। घाम पानी, हावाहुरी, चिसो तातो यी सबै सहेर जनताहरू यी छाप्रोमा बस्नु बाध्य छ र सरकारको पनि एउटा धारणा छ, हामी सबै जनताको एउटा भावना छ कि यो कार्य चाँडोभन्दा चाँडो सम्पन्न हुनु पर्यो, घर निर्माण हुनु पर्यो र जनतालाई बस्ने आवास एकदम राम्रो चुस्त दुरुस्त हुनु पर्यो भन्ने हाम्रो आवाज छ र यो प्रोजेक्टलाई, यो अवस्थालाई सघाउनको लागि संसारभरिको राष्ट्रहरूले सहयोग गरिरहेको छ, तर सहयोग अपुरो भइरहेको छ, सहयोग पर्याप्त मात्रामा भइरहेको छैन र म चाहन्छु यो प्रब्लम चाँडोभन्दा चाँडो सल्भ होस् हैन। यो सहयोगी हातहरू धेरैभन्दा धेरै जुटियोस् र नेपाल सरकारले सोचेको कुरा मिसन जुन एउटा बनाएको छ 5 वर्षभित्रमा सबै पुनर्निर्माण गरिसक्ने, यसमा पुरा होस् म भन्न चाहन्छु। त्यसैको निम्ति हामीले यो एउटा गीत सङ्गीत तयार पारेको छौँ। म यहाँहरूलाई अलिकति सुनाउन चाहन्छु। भुइँचालो देशै काम्न थाल्यो, अनायासै देशै थाम्न जुट्यो हाते मालो, अनायासै देशै थाम्न जुट्यो हाते मालो। भुइँचालो भुइँचालो बहत्तर को भुइँचालो
धक्का कति साह्रो मर्न पनि गाह्रो भयो बाँच्न पनि साह्रो घर ढले मन्दिर ढले धुलो उड्न थाल्यो धुलो उड्न थाल्यो खोज गर्न खबर गर्न जुट्यो हाते माल्यो जुट्यो हाते मालो भुइँचालो देश रिङ्दा त्यससँगै समय परिङ्ग्यो वारीतिर कुर्दा कुर्दै पारिदृष्टि पुग्यो दूरदर्शी संविधान लेख्ने जुर्यो पाल्यो अनि नव निर्माणमा जुट्यो हाते माल्यो जुट्यो हाते मालो भुइँचालो देशै काम्न थाल्यो अनायासै देशै थाम्न जुट्यो हाते मालो अनायासै देशै थाम्न जुट्यो हाते मालो जुट्यो हाते मालो